भन्दिन म सम्झिनौ किन तिमलाई फुर्सद चाहिन्छ सम्झिन अभागी त म हुँ पहिले तिम्रो मायामा बानी पार्यो सानो अहिले तिम्रै तिरस्कार कसो गरिसाउँ। पहिला चाहिँ केही नसकेर चाहिँ इन्डिया गएँ होइन। अब त्यसपछि म ब्याक चाहिँ यहीँ भयो, फर्स्ट गीतमै ब्याक भयो। मनमा रहि गई आशा कहाँ पुगी जीवनको बाटो मनमा रहि गई आशा कहाँ हुने हो बासा उडाइ लैगई जीवन शैली कहाँ हुने होइ बासा। उहाँको एउटा मोटिभ हो क्या, उहाँले मलाई भन्नुभएको थियो त त्यो क्षेत्रतिर गइस् भने केही गर्छस् भन्नुहुन्थ्यो। थोरैबाट कतिको सपोर्ट छ? परिवारबाट मलाई सपोर्ट गर्ने मेरो दिदी मात्रै छ एउटा। हस्, थ्याङ्क यू, धन्यवाद। यहाँको शुभ नाम? मेरो शुभ नाम चाहिँ खगेन्द्र विश्वकर्मा। उहाँको भिडियोहरू हेर्ने यताउता गरिन्थ्यो, त्यही भएर पनि अब उहाँसँग भेट्ने आज प्रयास गरेको थिएँ र सफल भएको छु म त्यो भेटमा चाहिँ। तपाईँको ठ्याक्कै घर कुन ठाउँ हो यो दर्शकलाई बताइदिनुहोस् न। मेरो घर चाहिँ सुदूरपश्चिम अछाम हो, अछाम तुर्माखात हो मेरो घर चाहिँ। अहिले चाहिँ काठमाडौँतिरै छु भनौँ। यति भनिरहँदाखेरि दर्शकलाई अलिकति एउटा मनमा कौतूहलता लागेको छ कि तपाईँको स्वर दर्शकलाई एकचोटि सुनाउनु पर्यो, मन पर्छ कि पर्दैन? हौ सानो लगाई लर्काउँदै साडी सुन्यौ, हौ सानो लगाई लर्काउँदै साडी अकुसु म त घरकीलाई छाडी मौरी उड्यो खोज्दै त्यो रानुलाई उड्याउ कि मै खोज्दै सानुलाई मौरी उड्यो खोज्दै त्यो रानुलाई उड्याउ कि मै खोज्दै सानुलाई उड्याउ कि मै खोज्दै सानुलाई। म चाहिँ गीत सङ्गीत चाहिँ पहिलेदेखि नै हो। कस्तो भन्दाखेरि स्कुल पढ्दाखेरि पनि चाहिँ सरले चाहिँ मलाई नै लेख्न लगाउनुहुन्थ्यो क्या, देउसा गीतहरू होइन, अग्रज मैले नै लेख्थेँ। त्यहाँभित्र युज हुने गीतहरू मैले नै लेख्थेँ प्रायः जसो। केही अरू स्टेपहरू देउडा स्टेपहरू मैले नै सिकाउँथेँ क्या। त्यो जस्तै म समथिङ 5-6 त्यस्तै समथिङ पढ्थेँ, तर माथिको क्लासहरूलाई चाहिँ यसको बारेमा चाहिँ मैले दिन्थेँ। भनेपछि त्यहाँको वार्षिक उत्सवदेखि लिएर अन्य साङ्गीतिक कार्यक्रमहरू भयो भने त्यहाँ चाहिँ गीतको चाहिँ जिम्मा तपाईँ मैले लेख्थेँ गीतहरू। भनेपछि तपाईँ पहिलेदेखि पनि यो कलाकारिता क्षेत्र त एकदम इन्ट्रेस्टिङ, एकदम भनौँ न मनदेखि नै आफ्नो केही गर्छु भनेर काठमाडौँ आउनु भएको? काठमाडौँ केही नै, म पहिला चाहिँ केही नसकेर चाहिँ इन्डिया गएँ होइन। अब त्यसपछि म ब्याक चाहिँ यहीँ भयो, फर्स्ट गीतमै ब्याक भयो। मनमा रहि गई आशा कहाँ पुगी जीवनको बाटो मनमा रहि गई आशा मनमा रहि गई आशा कहाँ पुगी जीवनको बाटो मनमा रहि गई आशा उडाइ लैगई जीवन शैली कहाँ हुने होइ बासा कहाँ हुने होइ बासा उडाइ लैगई जीवन शैली कहाँ हुने होइ बासा। मिठो छ, राम्रो छ। मैले भन्दा पनि हेर्ने दर्शकले तपाईँको आवाजलाई जज गर्नुहुनेछ, हेरिरहनु भएको छ, उहाँले अवश्य पनि कमेन्ट गर्नुहुनेछ। छामको एउटा विकट ठाउँमा तपाईँको घर छ। मैले यतिको क्षेत्रमा केही गर्नुपर्छ, अग्रज कलाकारको ठाउँमा म पुग्नुपर्छ, मैले सङ्घर्ष गर्नुपर्छ भन्ने पीडा चाहिँ कहाँबाट आयो? तपाईँलाई यो चाहिँ इच्छा आफ्नै मनदेखि हो कि कसैले भनेर ल तेरो स्वर छ त यस्तो गर्न सक्छस् है भनेर कसैले भन्नुभएको थियो? यो विषयमा थोरै खुलाइदिनु न। यो विषयमा त म धेरै सुनाउन खोजिरहन्छु। यो कुराहरूमा चाहिँ म काहीँ भए पनि तर यो कुरा चाहिँ भन्ने नै कुरा हो। कस्तो भने अब एउटा मेरो गुरु हुनुहुन्छ क्या, टिचर हुनुहुन्छ, प्रिन्सिपल हुनुहुन्छ, उहाँ चाहिँ अहिले रिटायरमेन्ट हुनुहुन्छ। कुन स्कुल? श्री विश्वज्योति मावि जयसुर अछाम। कति नम्बर होला छ त्यो पनि भन्नु? 4 नम्बर।
नम्बर है 4 नम्बर हजुर अनि उहाँले चाहिँ भन्नुहुन्थ्यो क्या तिमी यो फिल्डमा एकदम उ छौ कम्फर्टेबल छौ होइन एकदम तिमीलाई सबै कुराहरू आउँछ होइन सिकाउँथे पैदलाहरू पनि उहाँ सरहरूले चाहिँ मलाई भन्नुहुन्थ्यो क्या तँ चाहिँ यो क्षेत्रमा कम्फर्टेबल छस् भनेर भन्नुहुन्थ्यो कलाकारिता क्षेत्रमा गइस् भने के गर्न सक्छस् भन्ने उहाँले हौसला चाहिँ दिनुहुन्थ्यो अनि यो भिडियो उहाँले हेर्दै हुनुहुन्छ नि उहाँलाई के भन्न चाहनुहुन्छ उहाँलाई धेरै मिस गरेको छु उहाँको अब यदि उहाँको आशीर्वाद लागेछ भने चाहिँ राम्रै गर्छु म फिल्डमा चाहिँ भन्ने सक्सेस भएछ भने उहाँलाई भेट्न पनि जानुहुन्छ होला जान्छु म 100% जाने हो घरमा को हुनुहुन्छ बुवा मम्मी हुनुहुन्छ मेरो चाहिँ 2टा मम्मी हुनुहुन्छ अनि 2टा बिहे गर्नुभएको अनि तपाईँ कुन मम्मी म चाहिँ ठुलो मम्मीको छोरा हो मेरो 4वटा दिदी हुनुहुन्छ ठुलो मम्मीबाट चाहिँ म एउटा छोरा हो अनि कान्छो मम्मीबाट हुनुहुन्छ एउटा बहिनी एउटा भाइ छ परिवारबाट कतिको सपोर्ट छ परिवारबाट मलाई सपोर्ट गर्ने मेरो दिदी मात्रै छ एउटा भनौँ 2टा आर्थिक पाटो नसके पनि उहाँले चाहिँ के गरेछ है भनेर चाहिँ आर्थिक उपदेश दिनुहुन्छ होला नि दिनुभएको त्यो कुरा चाहिँ दिनुभएको यो भिडियो बाबा मम्मीले भेटाउनु भएछ भने उहाँलाई के भन्न चाहनुहुन्छ यहाँबाट थोरै आशा छ उहाँहरूको शिर कहिले झुक्न दिने छैन भन्दिन म सम्झिनौ किन तिमीलाई फुर्सद चाहिन्छ सम्झिन अभागी त म हुँ पहिले तिम्रो मायामा बानी पार्यो सानो अहिले तिम्रै तिरस्कार कसो गरिसाउँ पहिले तिम्रो मायामा बानी पार्यो सानो अहिले तिम्रै तिरस्कार कसो गरिसाउँ